ट्रेड सुरु भयो। अब सुरु हुन्छ खास खेल। आजको यो विश्लेषणमा हामी यही ट्रेड व्यवस्थापनको कलामा कसरी महारत हासिल गर्ने भन्ने कुरालाई गहिराईमा बुझ्नेछौँ। ल सोचौँ है, कति विश्लेषण गरेर एउटा ट्रेड लिइयो। अब स्क्रिनमा पिएनएलको हरियो र रातो अङ्कहरू नाच्न थाल्छन्। मुटुको ढुकढुकी बढ्छ। हो, ठिक यही क्षण हो जहाँ धेरैजसो गल्तीहरू हुने गर्छन्। यस्तो किन हुन्छ त? कारण हो हाम्रो दिमागभित्र लुकेर बसेको आदिमानव हो। भनौँ न, हाम्रो भित्री आदिमानव जागा हुन्छ। उसलाई के लाग्छ भने पुँजीमाथिको जोखिम भनेको त ज्यानकै जोखिम हो, अनि ऊ लड्ने कि भाग्ने भन्ने मोडमा आइहाल्छ र गलत निर्णयहरू गराउन थाल्छ। ल, त्यसो भए यो भित्री आदिमानवले कस्ता मनोवैज्ञानिक चुनौतीहरू खडा गर्छ त? अबको खण्डमा यही भावनात्मक चक्रव्यूहबारे अलि गहिरिएर हेरौँ। कुरा के हो भने हाम्रो यो आदिमानव मस्तिष्कले बजारमा ठ्याक्कै उल्टो काम गर्छ। डर र लोभ जस्ता भावनाहरू हाबी हुन्छन्, अनि के हुन्छ? नाफामा गइरहेको ट्रेड कतै नाफा गुमियो भने भन्ने डरले छाडै बन्द गरिदिने, वा घाटामा गएको ट्रेडको स्टप लस हार्न मन नलागेर पर सारिदिने। यी सबै निर्णयहरू तत्कालको पीडाबाट बच्नका लागि लिइन्छ, तर अन्त्यमा यसले हाम्रो खातालाई नै सिद्ध्याउँछ। त्यसो भए यो भावनात्मक चक्रव्यूहबाट बाहिर निस्कने उपाय के त? यसको एउटै मात्र समाधान छ, एउटा संरक्षित, अनुशासित र दोहोर्याउन सकिने ट्रेड व्यवस्थापन योजना। अब सरल भाषामा भन्नुपर्दा ट्रेड व्यवस्थापन भनेको के हो त? यो भनेको ट्रेड लाइभ भइसकेपछि लिने हरेक निर्णय हो। खासमा कहिले र कसरी आफ्नो पोजिसनबाट बाहिर निस्कने हो, यही कुरा नै यसको मुटु हो। यो तालिकालाई हेरौँ त, यसले ट्रेडिङको एकदमै आधारभूत गणित देखाउँछ। हेर्नुस्, सफलता दुईवटा कुरामा निर्भर गर्छ। एउटा स्ट्राइक रेट, मतलब कतिपटक जितिन्छ, र अर्को औसत नाफा भाग घाटा कति छ। राम्रो व्यवस्थापनले के गर्छ भने जित्दा धेरै कमाउन र हार्दा थोरै गुमाउन मद्दत गर्छ। यसले सिधै समग्र नाफा बढाउँछ, रणनीति जेसुकै होस्। ल, अब व्यवस्थापन रणनीति बनाउनका लागि हामीसँग 3वटा मुख्य टुल्स वा उपकरणहरू छन्। आउनुहोस्, यिनीहरूलाई एक एक गरेर हेरौँ। पहिलो र सबैभन्दा सरल उपकरण टेक प्रफिट एकदमै सिधा छ। एउटा मूल्य तोक्ने, अनि बजार त्यहाँ पुग्यो भने ट्रेड आफै नाफामा बन्द हुन्छ। यो त सेट एन्ड फर्गेट जस्तै भयो, कि त लक्ष्य पूरा हुन्छ कि हुँदैन। अब दोस्रो उपकरण हो पार्शियल्स, मतलब आंशिक नाफा लिनु। यसमा के गरिन्छ भने पुरै पोजिसन एकैचोटि बन्द गरिँदैन, बरु ट्रेड हाम्रो पक्षमा जाँदै गर्दा बाटोमा अलिअलि नाफा बुक गर्दै जाने। भनौँ न, बाटोमा आफूलाई तलब दिँदै जाने जस्तै हो यो। अनि तेस्रो उपकरण छ ट्रेलिङ स्टप लस। यो डाइनामिक, मतलब गतिशील स्टप लस हो। जब ट्रेड नाफामा जान्छ, हामी स्टप लसलाई पनि माथि माथि सार्दै लैजान्छौँ। यसले के गर्छ? एक त सुरुको जोखिम हटाइदिन्छ, अनि केही नाफा पनि सुरक्षित गर्छ, र ट्रेडलाई अझै माथि जाने ठाउँ पनि दिन्छ। ल, यहाँ हेरौँ त, यी तीनवटै उपकरणहरूको तुलना। पूर्ण टेक प्रफिट एकदम सरल छ, तर कहिलेकाहीँ ठूलो नाफा छुट्न सक्छ। आंशिक नाफाले जोखिम कम गर्छ, तर ठूलो जित हुँदा नाफा पनि अलि कम हुन्छ। अनि ट्रेलिङ स्टप लसले ट्रेन्डमा रहन त मद्दत गर्छ, तर कहिलेकाहीँ बजार अलिकति तल झर्दा पनि ट्रेडबाट बाहिर निकालिदिन सक्छ। अब कुन प्रयोग गर्ने भन्ने कुरा चाहिँ रणनीति र बजारको अवस्थामा भर पर्छ। ठिक छ, अब हामीलाई यी उपकरणहरूको बारेमा थाहा भयो, तर मुख्य प्रश्न त यो हो, यिनीहरूलाई मिलाएर एउटा बलियो रणनीति कसरी बनाउने? लक्ष्य तय गर्ने मुख्यतया दुईवटा तरिकाहरू छन्। एकातिर छ फिक्स्ड आर विधि। यहाँ आर भनेको सुरुमा लिएको जोखिम हो। यसमा सधैँ आफ्नो जोखिमको एउटा निश्चित गुणामा नाफा लिइन्छ, जस्तै 4R वा 10R मा। यो पुरै गणितमा आधारित छ। अनि अर्कोतिर छ प्राविधिक लक्ष्य विधि। यसमा चाहिँ चार्ट हेरेरै लक्ष्य तय गरिन्छ, जस्तै कुनै सप्लाई जोन वा डिमान्ड जोनलाई हेरेर, जहाँबाट मूल्य फर्किन सक्छ। तर सायद सबैभन्दा राम्रो तरिका भनेको यी दुवैको मिश्रण हुन सक्छ। एउटा हाइब्रिड रणनीति कस्तो देखिन्छ त? पहिलो, फिक्स्ड आर विधि प्रयोग गरेर मेकानिकली, मतलब कुनै भावना बिना आफ्नो सुरुको जोखिम हटाइदिने, अनि एकपटक जोखिम हटेपछि बाँकी पोजिसनलाई चाहिँ प्राविधिक विश्लेषणको आधारमा व्यवस्थापन गर्ने। यसले दुवै तरिकाको राम्रो पक्षलाई एकै ठाउँमा ल्याउँछ। यो गणितलाई अलिकति ध्यान दिएर हेरौँ है। यसले मानसिक रूपमा कति धेरै तनाव कम गर्छ। जब ट्रेड फुवार नाफामा हुन्छ, मतलब सुरुको जोखिमको 4 गुणा,
त्यति बेला पोजिसनको जम्मा 20% मात्रै बेच्दा पनि सुरुमा लिएको सबै जोखिम बराबरको रकम फिर्ता आउँछ। मतलब अब बजार उल्टो फर्केर स्टप लस हिट भए पनि 1 पैसा पनि गुम्दैन। ट्रेड अब रिस्क फ्री भयो। एकपटक जोखिम हटिसकेपछि यो सल्लाहले भावनात्मक निर्णयहरूबाट बच्न धेरै मद्दत गर्छ। चार्टबाट आफ्नो रिस्क रिवार्ड टुल नै हटाइदिने अनि मूल्यलाई यसरी हेर्ने मानव त्यो ट्रेडमा छँदै छैन। अब डरले होइन, मूल्यले के भनिरहेको छ त्यसलाई सुन्ने। ल अब हामीसँग एउटा रणनीति छ। अब अन्तिम खण्डमा यसलाई प्रयोग गरेर आफ्नो एजमा कसरी महारत हासिल गर्ने र लामो समयसम्म टिकिरहने भन्नेबारे कुरा गरौँ। सफलताको लागि यी 4वटा सिद्धान्तहरूलाई सधैँ ध्यानमा राख्नुपर्छ। पहिलो, योजना सरल हुनुपर्छ ताकि सजिलै पालना गर्न सकियोस्। दोस्रो, जोखिम हटाउने प्रक्रियामा कुनै तलमाथि हुनु भएन, सधैँ एउटै हुनुपर्छ। तेस्रो, रणनीति आफ्नो मनोविज्ञान र व्यक्तित्वसँग मेल्ने हुनुपर्छ। र चौथो, आफ्नो डाटा र जर्नललाई हेरेर यसलाई निरन्तर सुधार गर्दै जानुपर्छ। एउटा कुरा के याद राख्नुपर्छ भने यहाँ सबैलाई फिट हुने एउटै नियम हुँदैन। अरूको लागि काम गर्ने रणनीतिले हामीलाई काम नगर्न सक्छ। अन्तिम लक्ष्य भनेको त परीक्षण र डाटा सङ्कलन गरेर आफ्नो लागि काम गर्ने व्यक्तिगत चाबी पत्ता लगाउनु हो। अरूको नक्कल गरेर होइन, आफ्नै प्रणाली बनाएर। र अन्त्यमा एउटा प्रश्न सोचेर छोडौँ। एउटा जितिरहेको ट्रेडको जम्मा 1%लाई मात्रै चल्न दियो भने के सिक्न सकिएला? कहिलेकाहीँ यस्तो सानो प्रयोगले पनि ट्रेडको वास्तविक सम्भावनाबारे एकदमै ठूलो कुरा सिकाउन सक्छ। के थाहा, कुनै ट्रेड हामीले सोचेभन्दा कैयौँ गुणा परसम्म पुग्छ कि? यो कुरा सोच्न लायक छैन त?